हामीहरूलाई एउटा नयाँ कामको अफर आएको छ र हामीहरू हाम्रो क्यानाडियन दाजुहरूसँग त्यो काम हान्नको लागि भनेर घरबाट निस्किसकेका छौँ र घरबाट धेरै नै टाढा हामीहरू एउटा कन्ट्री साइडतिर पुग्यौँ। त्यहाँ चाहिँ एकदमै राम्रो घर पुरानो पनि रहेछ, तर घरमा अहिले कोही पनि नबस्ने यहाँबाट मुभ भइसकेको रहेछन्। एकदमै राम्रो कुरा चाहिँ के लाग्यो भन्दा यस्तो जङ्गलको बिचमा एउटा घर छ, यस्तो दामी सामानहरू छ यहाँ, त्यही पनि कसैले केही गरेको छैन। हाम्रोमा भए चोरेर अहिले कहाँ पुगैसके। त्यही पनि एकदमै राम्रो है, घर पनि दामी ओपी। अब हाम्रो काम भनेको चाहिँ यही हो, यहाँ भएको जति सबै दाउराहरू सम्हालेर यो गाडीमा भरेर हामीहरूले चाहिँ फालिदिनु पर्ने हो। यत्रो छन् दाउराहरू पनि। हाम्रो नेपालमा भएको भए चाहिँ हानालुची हुने थियो, यो दाउराको कति काम हुने थियो। यहाँ चाहिँ लगेर फालिदिने फेरि सबै। हामीलाई यो सबै काम सक्नको लागि 3 घन्टा जति लाग्यो, यो सबै दाउराहरू सम्हालेर फाल्दाखेरि। यो चाहिँ हाम्रो लास्ट खेप हो र हामीहरू त्यहाँ त्यो दाउरा फाल्ने ठाउँमा आएका छौँ। यति धेरै दाउराहरू छन् यहाँ, यो सबै अरूले नै फालेको हो र हामीले पनि यो फालेर हाम्रो आजको यहीँ काम सकाउँछौँ। हस्त धन्यवाद।